हेलो नमस्ते साथीहरु, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ हामी अम्बा टिप्न भन्नको लागि चाहिँ जंगलमा गइसकेको छ मेरो साथी र म चाहिँ हैन। अब अम्बा टिप्नको लागि गइरा छ हैन साथीहरु सबजना। तपाईहरुले देख्न सक्नुहुन्छ यता हामी चाहिँ एकदम जंगलनी बवाल तरिकाको रहेको छ हैन। एकदम धेरै ठुलो जंगलमा चाहिँ हामी आज घुमिरहेका छौं भन्नुपर्छ है गाइज। तपाईले यहाँ विभिन्न जनावरहरु पनि देख्न सक्नुहुन्छ। बाघ, भालु लगायतका धेरै ठुलठुलो जनावरहरु पनि रहेका छन् यता। ठीक है, बाटो पनि ओह्रालो छ। मेरो साथी चाहिँ एकदम नट्टी छ हैन, एकदम खेल्दै गइरहेको छ भन्नुपर्छ हैन। गाइज हामी चाहिँ अब गइरहेका छौं। अम्बा चाहिँ कस्तो छ अब म तपाईलाई अम्बा चाहिँ देखाउन गइरहेको छु। अब हेर है, हेर्न सक्नुहुन्छ साथीहरु अम्बा चाहिँ कस्तो किसिमको छ। अब तपाईले सुन्न सक्नुहुन्छ उता चराहरु जंगलमा आफ्नै चराचुरुङ्गीहरु एकदम कराइरहेको छ आफ्नै चिटको है साथीहरु। सल्लाको रुखहरु पनि ठुलो ठुलो रहेको छ। साथी चाहिँ कुम्फुको प्र्याक्टिस गरिरहेछ। ल ब्रो, ल यु गट इट ब्रदर। साथी चाहिँ कुम्फुको प्र्याक्टिस गरिरहेको छ भन्नुपर्छ। अब चाहिँ हामी अलि ओह्रालोमा लाग्यौं यहाँदेखि, तर हाम्रो जाने क्रम चाहिँ निरन्तर रूपमा रहेको छ। तर अलिकति टाढै छ भन्छ साथी। कता हो साथी? साँच्चै हुनुपर्छ हामीले खै रुक त, हामी जाने चाहिँ कता हो, कति टाइम लाग्छ त्यसो भन्नुपर्दा भन्न त साथी। यहाँबाट जाने जंगलको बाटो नै हो हैन। अनि तर लास्टलाई 1 घण्टा जति बाटो तिर्नलाई अझै 1 घण्टा लाग्छ। 1 घण्टा लाग्छ। 1 घण्टा जति लाग्छ। यो ठुलो जंगलको रुख हैन यहाँ। अनि देखि जङ्गली जनावरहरु हुन्छ नि, त्यहाँबाट बसेर जानुपर्छ। यहाँ चाहिँ कुन जनावरहरु चाहिँ बढी मात्रामा जनावर चाहिँ कुन चाहिँ जनावरको बढी बाहुल्यता छ यो जंगलमा तपाईको भन्नुभयो भने यहाँ चितुवा, बाघ, हात्ती जस्तो के ठुलो जनावर हुन्छ नि। हात्ती नि छ हजुर। यहाँ किनभने ठुलो जंगल भएको कारणले हैन यहाँ धेरै मात्रामा छ। खासमा कृष्ण सुनि त्यस्तो ठुलो सबलहरू छन् त्यस कारण हैन। ओके ल हामी अगाडि बढौँ है साथी। मसँगै न त्यस तरिकाले म अलि यसरी मसँगै जाने बाटो राम्रो देखाउँछु तपाईलाई हैन। ओके ल हामी अगाडि बढौँ। ल लेट्स गो गाइस। त्यसो एकछिन मन्दिरको दर्शन गर्छौं अनि बिस्तारले जानुपर्छ है। हामी झाँक्री नगर भनिन्छ है। तपाईले देख्न सक्नुहुन्छ ट्याक्क जंगलको बीचैमा बेसीतिर मन्दिर रहेको छ साथीहरु। एकदम सरसफाई पनि राम्रो तरिकाले रहेको छ। जंगलमा पूजा भन्ने मन्दिरको पूजा पनि राम्रो तरिकाले हुन्छ। सबैजनाले एकदम आशीर्वाद छ हैन। भ्यू पनि हेर्नु साथीहरु एकदम बब्बाल तरिकाको रहेको छ हैन। भ्यूज पनि अब तपाईले देख्न सक्नुहुन्छ यहाँ। ल जाऊ साथी। बाटो पनि एकदम उकालो ओह्रालो रहेको छैन, उप्पर खापर हैन गाइज। हामी चाहिँ निरन्तर रूपमा गइरहेका छौं। यहाँ चाहिँ पानी तपाईले नदी देख्न सक्नुहुन्छ। यो चाहिँ फेरि बर्खामा एकदम ठुलो भइरहेको छ कि साथीहरु। अहिले चाहिँ यति छैन, फेरि बर्खा लाग्यो भने यति यहाँ पुरै माथिसम्म आउँछ के। ठिक छ, अब यहाँ चाहिँ धानहरु गएको छ। भ्यूज देख्न सक्नुहुन्छ गाइजहरु। वाउ, व्हाट अमेजिङ म्यान, वाउ। साथी र म चाहिँ निरन्तर रूपमा अगाडि बढिरहेका छौं हैन। अब अगाडि जाने क्रममा चाहिँ हामी चाहिँ गइरहेका छौं। तपाईले देख्न सक्नुहुन्छ सिन पनि एकदम बवाल तरिकाको रहेको छ साथीहरु। एकदम बवाल सिन रहेको छ साथीहरु, देख्न सक्नुहुन्छ। भन्ने भने स्वर्ग जस्तै छ हैन। एकछिन घुम्नको लागि आउनु होला है सबैजना। तर तुम्हालाई लागि आउ तिर्नु पर्यो अनि यता देख्न सक्नुहुन्छ पुरै तरकारीहरु, यहाँ टमाटर र काउलीहरु चिन्डाको छ है। एकदम राम्रो फलिरहेछ हैन, बवाल फलिरहेछ सबै कुराहरु। यहाँ चाहिँ टनेलहरु रहेको छ। हामी टनेलबाट चाहिँ हामी अझै माथि जानुपर्ने हुन्छ। यहाँबाट अझै माथि जान्छौं। देख्न सक्नुहुन्छ यहाँ चाहिँ टनेलहरु रहेको छ हैन। देख्न सक्नुहुन्छ यता टमाटरहरु राखेको छ के हो हैन। तर यस्तो टमाटरहरु चाहिँ तपाईहरु नकिन्नु होला है साथीहरु। सबैजना एकदम होशियार रहनु होला। यस्तो टमाटरहरुबाट बजारमा यस्तै खाली टमाटरहरु पनि धेरै सप्लाई हुने गर्छन्। यहाँ चाहिँ पुरै टमाटर छ भित्रतिर। तर टनेलहरु मात्र छ कि एउटा टनेल एरिया भनिन्छ हिसाबले हैन। एकदम राम्रो रहेको छ हैन, बवाल तरिकाको सबै कुराहरु हैन। निरन्तर रूपमा गइरहेका छौं। डेस्टिनेसन अहिले पुगेको छैन, हाम्रो टाढा नै छ।
ओके उतै भेटौँला। त्यो साथीहरू यहाँ चाहिँ धान काटिरहेको छ है सबैजनाले देख्न सक्नुहुन्छ। यता हामी चाहिँ अगाडि बढिरहेका छौँ। यहाँ चाहिँ धान कटाइ चलिरहेछ हाम्रो अङ्कलहरूको। तर धान चाहिँ बवाल छ है साथी कि तर हामीले जानुपर्ने चाहिँ धेरै माथि छ होइन अझ लाग्छ 30 मिनट समथिङ लाग्छ ल साथी अझै 30 मिनट लाग्छ है हामी चाहिँ आएको चाहिँ त्यहाँबाट होइन तर हामी चाहिँ गइरहेको छौँ उकालोमा एकदम बवाल तरिकाले होइन ठिक छ। धान काट्दै हुनुहुन्छ सबजनाले होइन रमाइलो छ होइन सबै कुराहरू। ल साथी क्यारी अन ल हामी चाहिँ बाँसको झाडीमा यहाँ चाहिँ बाघ हुने सम्भावना छ। अलि बाघ यहाँ चाहिँ बाघ हुने एकदम पर्वल एरिया हो। हामी चाहिँ होसियार भएर गइरहेका छौँ। लट्ठीसँग साथी लट्ठीसँग अलि लट्ठी ठुलोसँग है। फेरि यहाँ चाहिँ फेरि एकदम घातक अवस्था रहेको छ। बाघ भेट्यो भने गाह्रो हुन्छ। हातमा लट्ठीसँग बिस्तारले हेरेर जाऊ दाइ यस्तो रहेको छ होइन एकदम देख्न सक्नुहुन्छ डेन्जर टाइपको छ। अलि अगाडि गइरहेको छौँ। के छ साथी के छ खै बाघले एउटा उस घाइते परेको रहेछ खै कुखुरा ल्यायो के दाइ त्यहाँ चाहिँ बाघले कुखुरा लिएर मारेको रहेछ। देख्न सक्नुहुन्छ तपाईँले यहाँ बाघले कुखुरा मारेको छ दाइजहरू। हामीले नमारोस् यार कतै आएर बिचैमा हेर्नु त पुरै बाघले कुखुरा मारेको छ। हेर्नु यार साथीहरू बाघले बिचरा कुखुरालाई मारिदिएको छ। यो चाहिँ एकदम घातक एरिया रहेको छ होइन साथीहरू एकदम बचेर हिँड्नु होला। हामी चाहिँ त्यो जङ्गलमा चाहिँ धेरै टाढा आइसकेका छौँ अहिले उकालोमा लागिसक्यौँ। अब गाउँ आउन लाग्छ साथीहरू गाउँ। फाइनली वी रिच्ड इन आवर डेस्टिनेसन। हामी पुगिसकेछौँ उता माथि नगरकोट देख्न सक्नुहुन्छ तपाईँले। त्यो चाहिँ नगरकोट यहाँ भटमासहरू सुकाइरहेछौँ। यु क्यान सी आज हामी चाहिँ आइसकेका छौँ अम्बा बगानतिर। अम्बा बगानमा गइरहेका छौँ। घर रहेछ यता घरबाट भएर जानु पर्यो हामीले। यहाँ छ अम्बाको रुख तर यहाँ चाहिँ राम्रो रहेन छ है अम्बा। किरा लागेको छ त खै धेरै बनाउँछ उतातिर गाई जस्तो यस्तो अम्बाहरू चाहिँ छ तर यो चाहिँ नराम्रो रहेछ बरु कुहिएको रहेछ रुखमा। चल्दैछु राम्रो चाहिँ है यो रहेको छ होइन तर धेरै यसमा त किरा लागेको रहेछ यार। साथी चाहिँ अम्बाको रुखमा छिरिसक्यो फेरि चढिसक्यो। अब हेरौँ कस्तो अम्बा टिप्छ साथीले। कति छ यार राम्रो छ तर धेरै चाहिँ कुहिएको रहेछ यार पुरै। तर राम्रो नि छ अम्बाहरू। यो चाहिँ बवाल छैन यस्तो राम्रो अम्बाहरू नि छ साथीहरू। यस्तो राम्रो अम्बाहरू नि छ। राम्रो अम्बाहरू टिपेर साथीले चाहिँ ल्याइसकेको छ फाइनली। ओके फालो तर यो धेरै एउटा चाहिँ सुत्याएर राख्नुपर्छ यार। अम्बा चाहिँ यस्तो टिप्यो कस्तो लाग्यो साथी? यत्रो रुखबाट तिमी आछौ होइन कस्तो फिल आयो त अम्बा खाँदाखेरि? रुखमा जाँदा के भयो तिमीलाई? के भएन नि त होइन हेर्नु त्यहाँ फगाएर तर हेर्नु किरा लाग्यो होइन। त्यो चाहिँ राम्रो अम्बा छ तर किरा लागेको कोही खराब छ होइन। हो साथी यस्तो हेर्नु किरा सिरा लाख अब राम्रो छैन तर अम्बा चाहिँ यस्तो राम्रो छैन ठुलो अम्बा। ल साथीहरू अब हामी अर्को रुखमा जान्छौँ।
नै ल्याऊ हाँगा नै यस्तो छ होइन यस्तो राम्रो अम्बाहरू रहेको छ साथीहरू यो चाहिँ तपाईँले एकदम मिठो गरेर खान सक्नुहुन्छ है मिठो पनि छ खानको लागि चाहिँ हामीलाई सम्झाउनु होला है हामी चाहिँ ल्याइदिन्छौँ अल नेपाल डेलिभरीको व्यवस्था रहेको छ एकदम बबाल तरिकाले कालो अम्बा नि छ कालो अम्बा नि खान सक्नुहुन्छ यो अम्बा चाहिँ धेरै मिठो हुन्छ कि साथीहरू फेरि यो त धेरै मिठो वाला अम्बा ल यो अम्बा चाहिँ देख्न सक्नुहुन्छ धेरै मिठो अम्बा हो हामी यो अम्बासित प्र्याङ्क पनि गर्नेछौँ धेरैलाई होइन ल खै 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 देखा त ल देख्न सक्नुहुन्छ मेरो साथीले चाहिँ हातमा दुईटै हातमा अम्बा समातेर दुईटा हातमा लड्डु भन्ने जस्तै भएको छ आज उसको लागि धेरै खुसी छ अम्बा बाहिर हिजोसम्म अम्बा भेटेन भनेर हैरान हुन्थ्यो आज चाहिँ खुसी छ है ल दुईटै हातमा बबाल तरिकाले समातेको छ साथी ल खै यसो अम्बा हेरौँ त अम्बा देऊ त एउटा अम्बा चाहिँ एकदम बबाल रहेको छ साथीहरू यो देख्न सक्नुहुन्छ एकदम साथीले मेहनतले टिपेको अम्बा होइन त्यो बोरामा हाल हामी चाहिँ अब अम्बा बारीबाट जाने बेला अम्बाको बगानबाट जाने बेला भइसकेको छ अम्बा चाहिँ धेरै छ खै देखाउ त साथी कतिवटा अम्बाहरू हामी सक्सेस भयो अहिलेसम्म जम्मा गर्न हामीसँग चाहिँ राम्रो राम्रो अम्बाहरू रहेको छ कोही अम्बा पाकेको छ भने कोही चाहिँ काँचै रहेको छ तर खानुमा चाहिँ एकदम मिठो छ है साथीहरू अम्बा चाहिँ एकदम बबाल तरिकाको रहेको छ तपाईँ खानुहुन्छ भने तपाईँ नगरकोटतिर आउनु होला नगरकोटतिर अहिले चाहिँ हामी चाहिँ नगरकोटमा रहेका छौँ अरू घरबाट चाहिँ गाई कराइरहेको छ साथीहरू यहाँ चाहिँ एउटा गोठ रहेछ यहाँ चाहिँ गाईहरू रहेछ तर गाईलाई भोक लागेको होला सायद त्यही भएर कराइरहेको छ अब खाना नि टिप साथी टिप अम्बाहरू चाहिँ तिमी कलेक्सन गर है जति सक्दो कलेक्सन गर अम्बा चाहिँ होइन साथी चाहिँ रुखमा चढिसकेको छ है साथीहरू Oh my god, what is this? Guys, you can see here, what is this? Oh wow, please don't surprise for me guys. Yo, म खान्छु हैन म खान्छु यार म खान्छु ना यार यो त मै खान्छु यार के म खान्छु तर के ल तिमी नै खाऊ न त खै हेर्नु साथीहरू खाँदै छ हैन उसले वाउ उसले खायो एकदम राम्रो ठाउँमा आएका छौ साथीहरू एकदम कहिलेकाहीँ घुम्नुपर्छ हैन यस्तो ठाउँहरुमा त्यो भित्रै कुइएको जस्तो बसेर नि काम छैन त्यही भएर हामी चाहिँ एकदम रमाइलो गर्नु भनेर चाहिँ आइरहेका छौँ हैन एकदम अम्बाबारीमा साथीसँग मिठो चाहिँ मिठो खाना है अम्बा पनि खाइन्छ साथीले हैन एकदम बबाल तरिकाले दिन्छ हैन मेरो साथ खाऊ यार खाऊ किन तिमी खान सक्छौ यार तिमीले त्यो जसरी भयो नि खानै पर्छ साथी हैन तिमीले त्यो जसरी भयो नि खानै पर्छ ठुलो यो त हाम्रो साथीहरुको लागि राखिदिनु पर्यो केटाले चाहिँ खाइरहेको छ अम्बा एकदम बबाल तरिकाले खाइरहेको तर अम्बा नि मिठो छ एकदम धेरै ठुलो रहेको छ तर मैले चाहिँ अलरेडी 4 वटा अम्बा खाइसकेँ त्यसको त्यही भएर म अम्बा खाइरहेको छैन र साथीले चाहिँ कन्टिन्यू राखेको छ आफ्नो प्रोसेस हैन उसलाई चाहिँ अम्बा जति खाए नि हुँदैन खाइराख्नुपर्छ हैन म चाहिँ अलि एक दुईटा खाए नि भइहाल्छ के त्यही भएर म चाहिँ अलरेडी अब भइसक्यो भन्ने धारणाले भिडियो बनाउँदै बसेको साथीले चाहिँ अम्बा टिप्दै हैन प्लस अम्बा खाँदै गरेको छ यो हेर्न सक्नुहुन्छ तपाईले यहाँ चाहिँ हामीले एक बोरा जति अम्बा चाहिँ टिपिसकेका छौँ हैन साथीहरु एक बोरा अम्बा टिपिसकेका छौँ अब यसमा चाहिँ अलि भरेर नि लाने भन्ने सोच भएर चाहिँ हामी अम्बाको रुख मुनि छौँ साथीहरु ठीक छ ल अब हामी अम्बा टिप्छौँ अनि जाँदाखेरि हजुरहरुलाई देखाउँछौँ है बाघ भालुहरु हामी चाहिँ अम्बा टिपेर गइसकेका छौँ अब ल ल साथी हिँड्छ अघि खाएको अम्बा अहिलेसम्म भ्याएको छैन कि फेरि यसले ल ल हिँड